हेलो साथीहरू, म इन्द्रा भक्तपुरदेखि आज चाहिँ हामी काठमाडौँ जाने काम थियो हैन। बहिनी र म चाहिँ काठमाडौँ गएको कि बसमा चढेर सारा गइरहेको हेर्न बस जाम भएर 2 घण्टा लाग्यो यहाँसम्म मात्रै पुग्नलाई। यहाँसम्म काम थियो अनि यहाँसम्म झरेर बहिनी र म चाहिँ गइरहेको कि भिडियो बनाउँदै गएको त्यसले चाहिँ खै के सोधेको थियो मलाई बनाउँदै गएको हैन भिडियो। यहाँ दोरी साँझमा त नाचगान भइरहेछ, बुढी आमा नाचिराख्नु भएको रहेछ के। म चाहिँ भिडियो बनाइदिरहेको जहाँ पनि भिडियो। अनि त्यसपछि हामी आयौँ फेरि फर्केर, काम भएन अनि हामी आएको फर्केर गाडी कुरेर बसेको। कतिवटा गाडी सोधेको जाँदैन भनेर, त्यसपछि हामी गाडी चढेर गयौँ धारातिर गएको त मोमो खाऊँ भनेको। झोल मोमो छ भन्नुभयो, ल दिनु भनेर झोल मोमो खाएको है। झोल मोमो खाएको त पिरो, कस्तो पिरो लाग्यो मलाई चाहिँ। अनि कागती मागेको, फेरि कागती खाइदिएको म चाहिँ पिरो लागेर। अनि हामी गयौँ धारातिर घुम्न। धारातिर घुम्न गएको हामी चाहिँ बहिनी र म। काम त एउटा थियो, एउटा कामले गएको, काम चाहिँ बनेन। अनि यहाँ बहिनीले फोटो खिचौँ भनेको, फोटो खिचाएको। ल यो दाइले फोटो खिचिदिनु भएको भनेको त दाइ नभन्नु मलाई त दाइ नभन्नु भनेर हाँसेको कि। त्यसपछि एकछिन घुम्यौँ, फोटो खिच्यौँ, भिडियो बनायौँ। त्यसपछि हामी लाग्यौँ घरतिर। ओके बाई।